अबदेखि राजगाडाको नाम लिनु राजगाडा लिँदाखेरि राजगाडाको नाम होइन राजगाडा देख्दाखेरि भाग्छु घरतिर किन भइरहेको बन्द गर्नु हेलो एन्ड नमस्ते एभ्रिवान वेलकम टु ब्याक न्यू भिडियो सो आजको भिडियो चाहिँ हाम्रो के भन्छ अत्तरियादेखि राजगाडासम्म भइरहेछ सो अहिले चाहिँ हामीहरू घरदेखि निस्किसक्यौँ अहिले चाहिँ हामीहरू 4-5 जना गइरहेछ हो उता छन् हाम्रो दुईजना साथीहरू ल हामीहरू चाहिँ घरदेखि रोड ठ्याक्क समाति हाले यहाँदेखि स्याउले अनि स्याउलेबाट ट्याक्क गाडीमा जाने हो अनि त्यसपछि चिसापानीबाट अनि हिँडेर 2-2.5 घन्टाको बाटोमा पैदल यात्रा भनौँ त्यसपछि चाहिँ हाम्रो सुरु हुन्छ आजको बसाइ चाहिँ उतै हुनेवाला छ सो स्टे ट्युन आजको भिडियो चाहिँ यस्तो बबाल हुनेवाला छ गाइस साथीहरू हाम्रो चाहिँ राजगाडाको डेस्टिनेसन सुरु भयो अहिले चाहिँ हामीहरू ठ्याक्क पछाडि रोडबाट माथि चढिसक्यो यता चाहिँ हाम्रो साथीहरू छन् हामीहरू चाहिँ आज जम्मा त्यही 3 जना जतिसम्म भनौँ 4 जना आउने भनेको थियौँ तर एकजना त्यस्तै भयो अलि प्राविधिक समस्या पऱ्यो भनौँ त्यही भएर चाहिँ ऊ चाहिँ एउटा चाहिँ आउन सकेनन् त्यही भएर चाहिँ हामीहरू आज 3 जना को बसाइ चाहिँ आज हाम्रो यो चिसापानीभन्दा माथि राजगाडा भन्ने ठाउँमा भनौँ न एउटा पर्यटकीय स्थल हो होइन त्यहाँ चाहिँ मान्छेहरू यताउता घुम्न आइराखेको हुन्छन् त्यही भएर आजको बसाइ चाहिँ हाम्रो उतै हुनेवाला छ के कस्तो हुन्छ हाम्रो माथिको बसाइ त्यो चाहिँ म तपाईँहरूलाई देखाउने नै छु पक्कै पनि यो भिडियोमा अहिले चाहिँ हामीहरू माथि चढिरहेछौँ है त अनि जति पनि हुनुहुन्छ हाम्रो यो फेसबुक पेज मार्फत यो भिडियो हेरिराख्नु भएको छ भने कृपया हाम्रो यो फेसबुक पेजलाई लाइक सेयर फलो अनि सब्सक्राइब गर्न चाहिँ नभुलिदिनु होला सो साथीहरू यो चाहिँ हाम्रो रोडदेखि 200 मिटर माथिसम्म चढ्नुको एक्सपिरियन्स होइन यस्तो त तपाईँहरूले हाम्रो फेसमा देखि नै राख्नु भएको छ अनि हाम्रो यो 200 मिटरको चढाइको एक्सपिरियन्स चाहिँ म हाम्रो साथीलाई सोध्न गइराखेको छु है त साथी कस्तो भयो हाम्रो टिममेटलाई एक्सपिरियन्स भनिदिनु न यसो सेयर गरिदिनुहोस् न मैले चाहिँ मागु पर्यो किन र के भयो त्यस्तो त भन्नु भएन नि यार त्यत्रो टाढादेखि आछौँ होइन हुकन पे दिखाई पड़ला महीन दिखाई गेली थी यार तब लो दोस्ती लो साथीहरू यतिको माथि चढ्नु पनि नेक्स्ट लेभलको उचाइनिर छ एनर्जी राइट साथीहरू अहिले हामीहरू चाहिँ हिँडेर माथि चढ्न लागेको त्यही 1 घन्टा जति भइसक्यो अहिले चाहिँ हामीहरू भर्खर लगभग त्यो 2 किलोमिटरसम्म माथि चढा होला होइन अहिले 4 किलोमिटर अझै छ बाँकी अनि पछाडि यस्तो चिसापानीको भ्यू देखियो भने भनौँ न एक प्रकारको सुकुन जुन थकाइ हुन्छ नि त्यो थकाइ अलि मेटे जस्तै लाग्छ क्या पछाडिको चाहिँ हाम्रो चिसापानीको नदी है त यो चाहिँ हाम्रो चिसापानीको नदी है अनि यहाँदेखि चाहिँ पुरै राजगाडा जाने सबै
साथीभाइहरू आइरहेछन् होइन। अनि ठिक्क पछाडि चाहिँ चिसापानीको नदी, अनि यो सायद चाहिँ त्यो देखिराख्नु भयो होला, त्यो चाहिँ चिसापानीको पुल। अनि हाम्रो साथीहरू चाहिँ माथि पुगिसक्यो, म मात्र अलि पछाडि छु होइन। अब एकछिन माथि चढेर त्यो एउटा चौतारीमा बसिने होला। हाम्रो एउटा साथी चाहिँ उता छन्, अनि एउटा हाम्रो लेग पिस चाहिँ कमजोर लेग पिस, त्यो चाहिँ अहिले पछाडि हुनुहुन्छ। त्यो चाहिँ अहिले हामीसँगै पुगेपछि म त तपाईँहरूलाई उहाँसँग परिचय अवश्य नै गराउने नै छु। त्यतिन्जेल तपाईँहरू हाम्रो यो भिडियोमा जोडिराख्नु होला है त। ल है साथीहरू, फेरि हामीहरू हाम्रो यस भिडियोमा जोइन भइसक्यौँ। अहिले चाहिँ हामीहरू जस्तो लोको चौताराबाट माथि आइसक्यो होइन। सो अझै हामीहरू जानुपर्ने उताको यो टावरसम्म हो, अझ छ, लाग्छ टाइम अझ धेरै। सो अहिले चाहिँ हामीहरू आफ्नो डेस्टिनेसनको 60% जति कभर गरिसक्यो होइन डिस्टेन्स। अनि अहिले चाहिँ हाम्रो ठ्याक्क पछाडि कर्णालीको पुल अनि बजार तपाईँहरू क्लियरली देख्न सक्नुहुन्छ। त्यही हो, अझ हामीहरूलाई त्यही समथिङ 2 घन्टा जति लाग्न सक्छ। अनि आजको स्टे यतै हुन्छ। अनि भोलि चाहिँ हामीहरू बिहानै त्यहाँबाट अर्को लोकेसन त्यही 15-20 मिनटको जति छ अरे त्यहाँ जान्छौँ। अनि त्यहाँबाट तपाईँहरूलाई ड्रोन सट अनि सनराइजको फुटेजहरू देखाउँछु। त्यति दिनसम्म हाम्रो यो ट्रिपमा कनेक्ट भइराख्नुहोस् है त। ओके बाई बाई। हामीहरू चढेर यति माथिसम्म आइसक्यौँ। त्यतिसम्मको भनौँ एक्सपिरियन्स म आफ्नो यहाँ साथीलाई सोध्न गइरहेको छु। साथी कैसे लागल था हमारी टॉर से लेकर अब समय के ऊपर आयल एक्सपीरियंस थोड़ा से हमार ये फेसबुक पेज अथवा हमारी यूट्यूब मार्फत हेरिया सबको संघरे हुकन बता दी ना था। नहीं तो कुछ नहीं जानता यार, बस नेगट हलिया टाइट हो गया। नेक्स्ट टाइम यहाँ आइना नाउ सुनला से कैसन लागी, एक्साइटेड लागी कि ऐनास मन लागी कि नहीं लागी कि उठोर से हमारा दर्शक हुकन बता दी ना। नहीं मैं तो अब रिटर्न हो जास लाग्दा। नहीं अब वैसे तो नहीं, अब हाम्रो यहाँसम्म पुगिली कल से ऊपरसम्म पुग गाडी ना त कना हाम्रो सोचाइ हो ना। अब यहाँ से आप 50-60% जति डिस्टेंस कवर कर दरली कल से आप 100% कवर करी ना त कना हो या ओके आगे फिर हाम्रो आफ्नो हुकन देख्ने नै बाटी। यता चाहिँ एउटा कुरा सुनिएको छ हैन, के भन्छन् हाम्रो चिसापानीदेखि यता राजगाडासम्म केबल कार चल्ने भनेर कुरा सुनिएको छ। मलाई लाग्छ त्यसकै लागि यो चाहिँ पिलरहरू बनिरहेछ हैन। यो चाहिँ अहिले के भन्छन् कन्स्ट्रक्सन चालु नै छ भनौँ। आशा छ यो काम चाहिँ अलि चाँडै नै सकिन्छ भन्ने हैन, किनभने केबल कार बन्यो भने यता के भन्छन् यो राजगाडा हेर्न आउने हाम्रो सम्पूर्ण साथीभाइहरूलाई हैन सजिलो हुन्छ। किनभने ट्रेकिङको लागि पनि राम्रो छ हैन। तर अब जो अलि एजेडका छन् तिनीहरूको लागि चाहिँ यो केबल कार चाहिँ बेस्ट अप्सन हुनसक्छ हैन। त्यही हो। अनि यता चाहिँ हाम्रो पावर सप्लाईको लागि मिटरहरू इलेक्ट्रिकको राखेको छ हैन। त्यही हो, हामीहरू चाहिँ हिँडिनै रहेछौँ भनौँ। अहिले उता हाम्रो साथीहरू चाहिँ रेस्ट गरिरहेछन्। म चाहिँ अहिले यता आएर तपाईँहरूलाई भ्यू देखाउने कोसिस गरि नै रहेछु। आशा छ तपाईँहरूलाई हाम्रो यो पेजहरू भनौँ न हाम्रो यो ट्रेक मन पर्यो भने हाम्रो यस फेसबुक पेज कुचबाट कैलाली नाटक अनि हाम्रो युट्युब च्यानल डिएस डिजिटल प्रोडक्सन 76 लाई माया गरिदिनुहुन्छ भन्ने आशा छ। त्यतिन्जेल अब फेरि हाम्रो ट्रेक भन्नाले ट्रेकिङ
कन्टिन्यू गर्छौँ है त। साथीहरू अहिले चाहिँ हामीहरू हाम्रो यो के भन्छन् सेकेन्ड चौतारा भन्ने ठाउँबाट हामीहरू चौतारा भन्नाले नि अलि रेस्ट गर्नलाई चौतारा जस्तै बनाएको छ होइन, त्यहाँबाट चाहिँ हिँडिसक्यो। अब हाम्रो चाहिँ केही लगभग 10-15 मिनटको बाटो छ, त्यसपछि चाहिँ हाम्रो डेस्टिनेसन पुगिहाल्छ। जे होस् अहिले चाहिँ रेस्ट गरेर अलि थकान चाहिँ अलि कम भयो भनौँ, फुल्ली त भएको छैन, अलि कम छ। अनि हाम्रो साथीहरू चाहिँ अगाडि गइसक्यो, म चाहिँ पछाडि नै छु होइन। देख्न सक्नुहुन्छ हाम्रो साथीहरू एउटा अगाडि एउटा झन् अगाडि अनि बिचको चाहिँ अरूजना हुन् भनौँ। सो त्यही छ, रमाइलो भइरहेको छ ट्रेकिङ, गाह्रो पनि छ रमाइलो पनि छ। तपाईँहरू पनि आउनु सक्नुहुन्छ रमाइलो गर्नु छ भने। तर अब उता माथि चाहिँ होटल छ, तर अब त्यो होटल चाहिँ टाढा छ अरे। अब त्यसमा हामीहरूलाई राति बस्नलाई कतिको चान्स छ होइन। अब अघि नै हाम्रो अङ्कलहरू हुनुहुन्थ्यो, उहाँहरू भन्दै हुनुहुन्थ्यो क्या लगभग त्यही 200 जना भन्दा बढी नै छन् अरे मान्छेहरू। अनि त्यसको लागि चाहिँ अब केही माथि होटलमा कन्ट्याक्ट छ कि छैन भन्दै थियो। हामीहरूले छैन भनेर अब रुमसुम मिल्न त अलिक गाह्रो नै होला भनिराख्नु भएको थियो क्या। त्यही भएर चाहिँ अब रुम त नमिल्ला सायद, तर केही छैन, हामीहरू ट्रेकिङ आएको होइन, रुममा बस्नु भन्दा मजाले बाहिर बसेर मासु पोल्दै खाँदै होइन रातभरि बाहिरै बस्ने प्लानिङमा छौँ। अनि त्यसपछि भोलि चाहिँ बिहान त्यही 9-10 बजीतिर हामीहरू तल रोडमा पुग्ने गरी हिँड्छौँ। ल फाइनली साथीहरू हाम्रो 3.5 घन्टाको हिँडेबाट अहिले चाहिँ हामीहरू ठ्याक्क मन छुने ठाउँ पुग्यो भनौँ, गाउँमा पुगे। अब चाहिँ बल्ल अलिअलि आस जागे जस्तो भयो, किनभने तलदेखि माथिसम्म 3.5 घन्टासम्म हिँडेर अझ त्यो पनि पहाड चढ्नु यस्तो अप्ठ्यारो होइन। त्यो चाहिँ त्योवाला एक्सपिरियन्स गर्न सकिन्न क्या, लेभल नै कडा छ। जो अहिले चाहिँ हामीहरू गाउँमा पुग्यौँ। अब आजको बसाइ चाहिँ यतै हुन्छ, यता पनि गाउँ छ, यी सबैतिर उता पनि गाउँ छ। हाम्रो उता घर छ, यता यो भइहाल्यो, हाम्रो यता पनि घर छ। अहिले चाहिँ मेरो मुखदेखि अलि कुरै निस्किरहेको छैन, किनभने 3.5 घन्टा तलदेखि माथिसम्म चढ्नु होइन, इट्स नट अ जोक के। सो ट्रेकिङमा आइयो, रमाइलो गरियो, रमाइलो त अहिले भएकै छैन, अब नाइट बसिन्छ, नाइटमा अनि मजाले रमाइलो गरिन्छ होइन। तर जे होस् घर देखेर चाहिँ खुसी लाग्यो। बाटो चाहिँ यस्तो छ, यस्तो बाटोमा हिँड्नु परिरहेको छ होइन। ल साथीहरू आजको हाम्रो बसाइ चाहिँ यो घरमा भइरहेछ। अनि भोलि चाहिँ हामीहरू माथि जाने, अनि माथिबाट भ्यू हेर्ने होइन, अनि पछाडिको भ्यू पनि हेर्ने हो। उता पछाडि समथिङ 15 मिनट जति लाग्छ, अनि उता गएर भ्यू हेर्ने होइन। अनि टक्क बिहान तपाईँहरूलाई म सनराइज प्लस ड्रोन सट देखाउँछु। सो यति भन्दै आजको भिडियो चाहिँ म यही इन गर्छु, अनि भोलि विथ सनराइज अनि ड्रोन सटबाट हाम्रो भिडियो स्टार्ट हुन्छ है त। गुड मर्निङ साथीहरू, यो चाहिँ हाम्रो नेक्स्ट डे राजगाडामा। अहिले चाहिँ हामीहरू सनराइज हेर्न गइरहेको छौँ। हावा चाहिँ यस्तो बबाएर छ होइन, यस्तो बबार भने नि त्यो त राखियामा सिधै एकैचोटि सर्दै लाउने टाइपको हावा आइरहेको छ क्या। पछाडितिर सक्नुहुन्छ सनराइज भइरहेको छ। त्यसको टाइम ल्याप्समा तपाईँहरूलाई पक्कै पनि हाम्रो फेसबुक पेज
च्यानलबाट तपाईँहरूलाई देखाउने कोसिस गर्ने नै छु। हो यो चाहिँ यस्तो बवाल फिलिङ्स होइन। हिजो जति चढेको थियौँ नि यो लेभलको हावाले चाहिँ हाम्रो त्यो हिजोको थकाइ चाहिँ सबै मेटाइसकेको छ। त हेर्नुहोस् है साथीहरू, उता चाहिँ हाम्रो सनराइज भइरहेको छ। यो चाहिँ हाम्रो टप हिमाल्स के भन्छन् पाहाड होइन, अनि त्यसको पछाडिबाट चाहिँ हाम्रो सनराइज भइरहेको छ। सो अब एकचोटि हामीहरू हाम्रो स्पोर्टमा गएर भेट्नेछौँ है त। हेर तिम्रो मुस्कान कस्तो जादुगरी आँखैमा बस्यो यो कस्तो प्रेम कहानी। चौर र बतासमा तिमी हिँड्दा हाँसी यो मेरो मुटु भित्र माया छ नि गाँसी। साथीहरू हामीहरू चाहिँ माथि सनराइज हेरेर आइसक्यौँ होइन। अनि हाम्रो सनराइजको भ्यू कस्तो लाग्यो अनि एक्सपिरियन्स कस्तो थियो म चाहिँ हाम्रो साथीहरूलाई सोध्न गइरहेको छु। राजा कस्तो लाग्यो त हाम्रो धेरै रमाइलो लाग्यो, चिसो लाग्यो अनि ठन्डा लाग्यो। यहाँ त धेरै गाह्रो हुने रहेछ राति सुत्न। जाम्रे शैली गीत गाउँदै गोर्खाको फेदुमा भनमा माया कहाँ होला तिम्रो घर। रेशम फिरिरी मेरो मनमा फिरिरी तिमी बिना एक्लो छु के गरौँ म। रेशम फिरिरी मेरो मनमा फिरिरी तिमी बिना एक्लो छु के गरौँ म। ल साथीहरू हाम्रो ट्रेकिङ चाहिँ राजगाडाको ट्रेकिङ चाहिँ राजगढा यही इन्ड हुन्छ है। हटगढा राजगढा एउटै हो। यदि तपाईँहरूलाई हाम्रो यो भिडियो मार्फत केही नयाँ नौलो कुराहरू हेर्न पाउनुभयो भने त्यसको लागि चाहिँ सानो छोटो हाम्रो फेसबुक पेजलाई फलो अनि युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गर्न चाहिँ नभुलिदिनु होला। यति भन्दै चाहिँ हामीहरू नयाँ कुनै ठाउँको पनि यस्तै नै एडभेन्चर भिडियो हजुर मार्फत प्रस्तुत गर्ने नै छौँ। त्यति दिनको लागि बिदा हुन्छ। हस् त।